डाक्टर साहब मेरो लिपिड प्रोफाइल हेरिदिनुस्। मेरो रगतमा भ्रष्टाचारको मात्रा कति छ? मिल्छ भने बताइदिनुस्। अब मेरो यात्रा कति छ? खुट्टादेखि टाउकोसम्म यो पुरै शरीर भ्रष्टाचारका फाइलहरूको दराज जस्तो लाग्छ। मेरा खुट्टाका औँलाहरू स्वर्ण चुरोटका ठुटा जस्ता लाग्छन्। मेरा पिडौलाहरू सिंहमरमरका खम्बा जस्ता लाग्छन्। मेरो गुप्ताङ्ग रक्तचन्दनको घना जङ्गल जस्तो लाग्छ। मेरो नाभिमा भ्रष्टाचारको बनमारा फुलिरहेछ। यो मेरो भुँडी हो कि भ्रष्टाचारको ट्याङ्कर? डाक्टर साहब, यो मेरो भुँडी हो कि भ्रष्टाचारको ट्याङ्कर? यो मेरो छाती हो कि सरकारी जग्गाको लाल पूर्जा? डाक्टर साहब, म साँच्चै दिग्भ्रमित छु। डाक्टर साहब, म साँच्चै दिग्भ्रमित छु। डाक्टर साहब, मेरो लिपिड प्रोफाइल हेरिदिनुहोस्। मेरो रगतमा भ्रष्टाचारको मात्रा कति छ? मिल्छ भने बताइदिनुहोस्। अब मेरो यात्रा कति छ? मेरै आँखा अगाडि मैले खाएका सडक, नदी, वनपाखा, ढुङ्गा, बालुवा र चिलगाडीहरू नाचिरहेछन्। मेरै आँखा अगाडि मैले खाएका सडक, नदी, वनपाखा, ढुङ्गा, बालुवा र चिलगाडीहरू नाचिरहेछन्। मेरो नाक अझै पनि अनगिन्ती कुकृत्यहरूको दुर्गन्ध सुँगिरहेछ। मेरो कानमा बेनामी शरणार्थीका लापहरू गुन्जिरहेछन्। मेरो कानमा बेनामी शरणार्थीका लापहरू गुन्जिरहेछन्। किन मेरो आँखामा न्यायपालिका र कार्यपालिका लुकामारी खेलिरहेछन्? किन व्यवस्थापिका मुस्कुराइरहेछ? डाक्टर साहब, किन मेरो आँखामा न्यायपालिका र कार्यपालिका लुकामारी खेलिरहेछन्? किन व्यवस्थापिका मुस्कुराइरहेछ? मलाई थाहा छ म भ्रष्टाचारको क्यान्सरले आक्रान्त छु। पुरा शरीर भ्रष्टाचारकै पिलोले दुखिरहेछ। म अन्तिम श्वास लिँदैछु। डाक्टर साहब, मिल्छ भने मलाई दाउरा डिपोसम्म पुर्याइदिनुहोस्। डाक्टर साहब, मिल्छ भने मलाई दाउरा डिपोसम्म पुर्याइदिनुहोस्। मर्नु पूर्व आफैलाई पोल्ने दाउरामा कमिसनको एक काँटी सलाई कोरेर एक सरको चुरोट तान्ने रहर छ। तर डाक्टर साहेब डर एउटै छ। स्वयं दाउराहरू चिता बन्न मानेनन् भने, अग्निले सत्याग्रह थाल्यो भने, आर्यघाट भ्रष्टाचारको प्रदूषण विरुद्ध आमरण अनसन बस्यो भने, कृपया मेरो शरीर स्याल र गिद्धलाई नदिनु। नत्र चरा र जनावरले पनि मान्छेबाट भ्रष्टाचारी बन्न सिक्नेछन्।